हर्प सम्पाङ त म जस्तो मूर्ख मान्छे हो होइन ठिक छ। एउटा मूर्ख भए पनि के हो भने मान्छे इमान्दार भयो भने मूर्ख बरु फटा नहोस्, मूर्खै होस् तर इमान्दार होस्। त्यो चाहिँ मैले हर्प सम्पाङलाई पनि यहीँ आएर यहीँ टेबलमा आएर भेटेर कुराकानी गर्दाखेरि पनि त्यति बेला भएको पनि त्यही हो। अब मूर्ख जबरजस्ती गर्ने, किनभने परिस्थितिले त्यस्तो बनाएको हो। बालन शाह ऊ चाहिँ प्रोफेसनल हो। उसले चाहिँ कामहरू चाहिँ भनौँ न एउटा के भन्छ प्रोफेसनललाई नेपालीमा के भन्छ व्यवसायिक हिसाबले जाने। अब यही चाहिँ यो मैले भन्छु रवि लामिछाने, बालन शाह, हर्क सम्पाङ यिनीहरू चाहिँ युवा हुन्, यिनीहरूसँग युवा जोस छ। हामीहरूको आशाको दियो भन्न पाउँछौँ? नेपालीका आशा लिन सकिन्छ होइन। अब तर आशा चाहिँ छिट्टै हुँदैन के, केही समय दिनुपर्छ क्या उनीहरूलाई र अनि थाहा हुन्छ, त्यो समयले नै बताउने कुरा हो।